मसी सबैजनालाई आशा गर्छु तपाईहरु सन्चै हुनुहुन्छ होला अनि यस भिडियोमा तपाईहरुलाई फेरि पनि स्वागत छ। अनि आज हामी हेर्नेछौँ लुकाको सुसमाचारको पुस्तक 19 अध्यायलाई आज हामी हेर्नेछौँ जसको शीर्षक रहेको छ कर उठाउने जकियासको बारेमा। जकियास चाहिँ एकजना परमेश्वरलाई माया गर्ने व्यक्ति अनि येशूलाई हेर्न चाहने व्यक्ति अनि एकदमै आफ्नो हाइटको एकदमै सानो भए तापनि उनी हार नमान्ने व्यक्ति थिए। अनि उसको केही पदहरुमा तपाईहरुको सामने पढेर सुनाउने छु। तिनी उहाँलाई हेर्नलाई अघि दौडेर एउटा अन्जिरको रुखमा चढे किनकि येशू त्यही बाटो भएर जान लाग्नु भएको थियो। आमेन। हामी यसमा हेर्न सक्छौं कि एक जकियास चाहिँ को थिए भनेर हामीलाई थाहा छ कि जकियास चाहिँ परमेश्वरले एकदमै माया गर्ने व्यक्ति थिए अनि उनी चाहिँ आफ्नो हाइटमा धेरै सानो भए तापनि उनले चाहिँ कहिले पनि हार मानेनन्। अनि उनले चाहिँ एउटा अन्जिरको रुखमा चाहिँ उनी चढे कि म येशूलाई हेर्न सकूं किनभने येशूको अगाडि धेरै भिडहरू लागिरहन्थ्यो। हामी सबैलाई थाहा छ कि येशूले अचम्मको कामहरू गर्नुहुन्थ्यो, चमत्कारका कामहरू गर्नुहुन्थ्यो। अनि त्यही समयमा जब उहाँ यरीहोमा शहरमा आउनु भएको थियो अनि त्यही शहरमा चाहिँ एकजना भिखारी थियो, भिख माग्ने भिखारी थियो जो अन्धा थियो। अनि उस अन्धाले चाहिँ येशूलाई भन्छ कि हे येशू नासरतका येशू मलाई चंगाई गर्नुहोस् भनेर ऊ येशूको पछाडि जान्छ। अनि येशूले चाहिँ त्यस अन्धालाई चाहिँ येशूले चंगाई गर्नुहुन्छ। जब येशूले त्यो चंगाईको काम गर्नुहुन्छ त्यो समयमा चाहिँ त्यहाँ धेरै व्यक्तिहरू भिडहरू लाग्छन् किनभने उहाँको येशूका चेलाहरू पनि थिए जो 12 चेलाहरू थिए अनि त्यसको साथसाथ अरू भिडहरू पनि जो यरीहो शहरमा थिए त्यो मान्छे हुन सक्छ या येशूको साथमा गएका व्यक्तिहरू पनि हुन सक्छ। धेरै भिडहरू लागेको कारणले जकियास चाहिँ येशूलाई हेर्न सकेन किनभने ऊ चाहिँ होचो थियो, एकदमै आफ्नो एउटा नर्मल हाइट उसको थिएन, एकदमै सानो हाइट थियो अनि एकदमै पुट्को भएको कारणले चाहिँ उसले येशूलाई हेर्न सकेन। तर पनि उसले हार मानेन अनि उसले चाहिँ एउटा अन्जिरको रुखमा ऊ चढ्यो अनि उसले चाहिँ त्यहाँ गएर येशूलाई हेर्यो। अनि जब उसले येशूलाई हेर्यो अनि येशूले पनि त्यसलाई भन्नुहुन्छ कि जकियास चाँडो ओर्लेर आऊ किनभने आज मलाई तिम्रो घरमा बस्नु परेको छ। आमेन। जसमा येशूले पनि त्यसलाई भन्नुहुन्छ कि ए जकियास तिमी त्यस रुखबाट छिटो ओर्लेर आऊ र आज मलाई तिम्रो घरमा गएर बस्नु पर्नेछ। किनभने येशूको साथ धेरै भिडहरू थियो तर पनि येशूले जसले येशूलाई हेर्ने हृदयको थियो नि त्यसलाई चाहिँ येशूले पनि त्यसलाई जान्नुहुन्थ्यो। अनि जकियासको त्यो उत्सुकतालाई जकियासलाई चाहिँ परमेश्वरलाई हेर्ने त्यो उत्सुकता जकियासको हृदयमा थियो अनि त्यो येशूलाई चाहिँ त्यो थाहा थियो। अनि जब येशूले त्यसलाई बोलाउनुहुन्छ त्यसको घरमा गएर जब येशू बस्नुहुन्छ अनि हामी चाहिँ यो अध्यायलाई हामी थाहा छ, हामी तपाईहरुले पुरा पढ्यौं भनेपछि तपाईहरुलाई पनि थाहा लाग्नेछ कि जब येशू उसको घरमा जानुभयो अनि ऊ चाहिँ एउटा पेशाकोमा चाहिँ ऊ एउटा कर उठाउने व्यक्ति थियो, एउटा ट्याक्स लिने व्यक्ति थियो। त्यो व्यक्तिको पास येशू गएर बस्नुहुन्छ। धेरै व्यक्तिहरूले भन्छन् कि यो त कर उठाउनेहरूको बीचमा पापीहरूको बीचमा गएर खान्छ बस्छ भनेर व्यक्तिहरूले येशूलाई चाहिँ गनगनाउन लाग्छन्। तर येशूले चाहिँ त्यस व्यक्तिको हृदयको कारणले चाहिँ येशू त्यहाँ जानुहुन्छ। अनि जब जकियासले येशूलाई पाउँछ नि, जब येशू त्यसको घरमा आउनु भएको छ भनेर ऊ खुसी हुन्छ अनि उसले भन्छ कि मैले जति पनि आजसम्म ट्याक्स लिएको छु त्यसको 4 गुणा हिस्सा म दिन्छु भनेर जकियासले भन्छ किनभने उसले येशूलाई पाएको छ। उलाई थाहा थियो कि येशू को हुनुहुन्छ भनेर। अनि उसले चाहिँ आफ्नो जिन्दगीभर सम्हालेर राखेको ट्याक्स लिएर राखेको कर उठाएर लिएर राखेको धन सम्पत्तिलाई चाहिँ उसले भन्छ कि त्यो भन्दा पनि ज्यादा 4 गुणा ज्यादा म दिनेछु भनेर भन्छ। नि यो सबै कुरा येशूले हेर्नुहुन्छ अनि येशूले भन्नुहुन्छ कि आज यस घरमा उद्धार आएको छ भनेर। आमेन। के हाम्रो जीवनमा यस्तो भएको छ? के हाम्रो जीवनमा हामीले यस्तो केही छ होला जो हाम्रो जीवनमा जो हामी दिन सक्छौं? हामी दिन सक्दैनौं। तर जकियासले यो दिएको छ, जकियासले त्यो आँट गरेको छ जब उसले येशूलाई पाएको छ। तपाई र आज हामीले पनि येशूलाई पाएको छौं अनि येशूले चाहिँ हामीलाई चुन्नु भएको छ। आफ्नो लहुले उहाँले हामीलाई किन्नु भएको छ, एउटा अनमोल लहुले उहाँले हामीलाई किन्नु भएको छ। तर हाम्रो हृदय यस्तो छैन। तर आजदेखि हाम्रो हृदय चाहिँ हामी जकियासको जस्तो गर्न सकौं अनि येशू चाहिँ हाम्रो माथि प्राउडफुल गर्न सक्नु भएको होस् कि तिम्रो जीवनमा चाहिँ तिमीले आज उद्धार पाएको छौ भनेर चाहिँ येशूले हामीलाई भन्नु भएको होस्। हाम्रो जीवन चाहिँ यस्तो हुन सकोस् जो एउटा सानो पुटको जकियासले गर्न सक्छ। त्यसले येशूलाई हेर्नको लागि यति ठुलो रुखमा चढ्न सक्यो।
तर आज हामी कहीँ चढ्नु पर्दैन। आज हामी घुँडा टेकेर भन्नुपर्छ, प्रभु मैले जति पनि पाप गरेको छु मलाई क्षमा गर्नुहोस् भनेर। जकियासले जान्दथ्यो कि कर उठाउने एउटा पाप थियो अनि उसले त्यो पापको अङ्गीकार पनि गर्यो अनि त्यो 4 गुणा दिने दिमाग पनि उसले लगायो, 4 गुणा दिने उसले त्यो हृदय उसले खोल्यो। अनि येशूले त्यस हृदयलाई हेरेर भन्नुहुन्छ कि आज यस घरमा उद्धार आएको छ। त्यसै गरी हाम्रो जीवन पनि हामी जकियासको जस्तो गरौँ ताकि येशू हाम्रो माथि प्राउडफुल हुन सकोस्। यो तपाईँ र मेरो लागि हो। आमेन।